सो गाइस मैले फाइनली एउटा तपाईहरुलाई नयाँ भिडियो लिएर आएको छु। यहाँ चाहिँ तपाईलाई आज म बस सिमुलेटर इन्डोनेसियामा कसरी यो भाले बसहरु लिएर आउने भनेर म सिकाउँछु। सुरुमा हामीले युट्युब खोल्नु पर्यो है। युट्युब त्यहाँबाट यहाँबाट यो सर्च गर्ने ठाउँ हुन्छ नि, यहाँ सर्च गर्न पर्यो। त्यहाँनिर तपाईहरुले यो नेपाली बस इन मोड भन्ने हुन्छ हैन, त्यहाँनिर जानु पर्यो हैन तपाईहरुले। अब यहाँनिर तपाईहरुलाई जुन बस मन पर्छ त्यही लिनुस् है। मलाई कुन चाहिँ बस मन पर्यो, ल मलाई चाहिँ यो बस मन पर्यो है। यसमा जाने यहाँ मोरको अप्सन छ, मोरमा जानु थिच्नुस्। मोर त्यहाँबाट यहाँ पनि मोर छ, मोरमा थिच्नुस्। यहाँ चाहिँ अब नि यहाँ बस लिंक छ हैन, लिंकमा थिच्ने। अनि यो यहाँ अब नेपाली टाटा 1512 डिलक्स भन्ने हैन, सी डिलक्स छ, थिच्नुस् है। थिचेपछि हाम्रो यो डाउनलोड भयो, यो फाइल डाउनलोड हुन्छ। एकछिन छोड्दिनुस्, डाउनलोड हुन छोड्दिनु पर्छ अब है, एकछिन है। यहाँ चाहिँ तपाईले हैन पासवर्ड देखाएन पनि हेर्नुपर्छ है यो भिडियोमा। हैन पासवर्ड दिएर रहेछ है। त्यहाँबाट अब हामीले ब्याक गरेर हैन RGGR भन्ने एप तपाईले डाउनलोड गर्नुपर्छ हैन। यहाँ डकुमेन्टमा गयो है, डकुमेन्ट डाउनलोड गयो। हामीले अब यहाँ कुन चाहिँ बस गर्ने चाहिँ सर्च गर्ने, नेपाली फाइल पे चेक गरौँ पहिला। डाउनलोड भयो फाइल यो चाहिँ हामीले हैन यस्तो गरे हैन, फाइलमा आइसक्यो मेरो। त्यहाँबाट हामीले अब यहाँ चाहिँ RGGRमा जानु पर्यो। त्यहाँबाट हामीले अघि के गरेको थियो, यो बस है। मैले चाहिँ यो बस लिएको थिएँ हैन, अब म यो बस लिन्छु है। थिच्न पर्यो भएन, यो फ्लोट डाउनलोड भइसक्यो। त्यहाँबाट नि हामीले यो बस सिमुलेटर इन्डोनेसिया खोल्नु पर्यो। मसँग कल्पना बस पनि छ है। अब तपाईहरुले यहाँ अब अहिलेको त्यो उस गर्नलाई हैन, यहाँ मोडको अप्सन देख्नुहुन्छ होला, फेरि मोडको अप्सन त्यहाँनिर थिच्नुस् है। मोडको अप्सन त्यहाँबाट यो यहाँ फेरि इम्पोर्टको अप्सन छ है, इम्पोर्टमा जानु पर्यो है। त्यहाँबाट यो डिभाइड ग्यालेरी भन्ने छ, त्यसमा थिच्नुस्। अनि यहाँ मैले अघि अब क्लास फाइल भन्ने हुन्छ नि, यहाँ त्यहाँ थिच्नुस्। अब यहाँ देखाएको छैन भने चाहिँ हैन, यहाँ सर्च बारमा गएर हैन सर्च गर्न पर्यो नेपाली।
यो चाहिँ लिटरली होइन कुन चाहिँ बस त्यो नि बेचिरहेको मैले चाहिँ त्यो मेरो फाइल लाउनु भयो म किन लिटरली अब यहाँ मेरो फेरि फाइलमा जानु पर्यो सो गाइस मैले चाहिँ अघिको त्यो बस चाहिँ मैले लिएर आइसकेको छु होइन अब तपाईँहरूले नि अब यसरी नै गर्नु आजको लागि यति नै धन्यवाद।